हेलो, माथि देखिराख्नु भएको जुन एउटा भिडियो छ, जुन भिडियोमा बाख्राले राम्रोसँग हिँड्न सकिरहेको छैन, पछाडिको खुट्टाले राम्रोसँग टेक्न सकिरहेको छैन र पछाडि त थचक्कै बसिरहेको अवस्था छ, है। अब यो अवस्था धेरै जसो बाख्राहरूमा देखिने थालेको छ कोहलपुर एरियामा, है। कोहलपुर एरियाहरूमा यो अवस्था धेरै देखिन थालेको छ। यो के होला त यो, है? अब कतिपय ठाउँहरूमा चाहिँ यस्तो अवस्थामा चाहिँ राम्रोसँग उपचार गर्न सकेन भने बाख्राको मृत्यु पनि हुन सक्छ साथीहरू, है। यो अवस्था भनेको चाहिँ एउटा कुम्री भन्छ, है। नेपालीमा चाहिँ यसलाई कुम्री भन्छ भने इंग्लिशमा चाहिँ यसलाई सेरिब्रो स्पाइनल निम्याटोडेसिस पनि भन्छ, है। यो एउटा परजीवीको कारणले गर्दा लाग्ने रोग हो साथीहरू, है। जुन भनेको मच्छरको कारणले गर्दा सर्छ। अब भन्नुलाई मच्छरको कारणले गर्दा पनि सर्छ साथीहरू। मच्छरले गर्दाखेरि पनि रोगहरू सार्न सक्छ, है। सो फिमेल मस्किटोले चाहिँ टोक्यो भने चाहिँ त्यो फिमेल मस्किटोमा माइक्रोफिलारिया भन्ने परजीवीहरू हुन्छ, त्यो चाहिँ रगतमा जान्छ र रगतमा गइसकेपछि त्यो रगतबाट हुँदै सेन्ट्रल नर्भस सिस्टम दिमागमा पुग्छ र दिमागमा पुगिसकेपछि त्यसले चाहिँ पछाडिको खुट्टाहरू प्यारालाइसिस गराइदिने, लुला लङ्गडा गराइदिने खालको लक्षण देखिन्छ साथीहरू। तर अर्को कुरा के हो भन्दाखेरि चाहिँ यो अवस्थामा चाहिँ पशुहरू मजाले राम्रोसँग दाना पानी खान्छन् फेरि, है। पशुहरूलाई राम्रोसँग दाना पानी खाने, ज्वरोहरू पनि नआउने र पखाला पनि नलाग्ने हुन्छ फेरि, होइन। त यो पनि हामीले ख्याल गर्नुपर्छ साथीहरू। र अर्को कुरा भनेको चाहिँ यो परजीवी जुन छ नि, यो भनेको आजभन्दा करिब 8-10 वर्ष अगाडि डाक्टर केदार कार्की सरले पनि यसको बारेमा रिसर्च गर्नुभएको थियो बाँके जिल्लामा चाहिँ। र उहाँले चाहिँ बाँके जिल्लाको 4-5 वटा ठाउँमा चाहिँ उहाँले रिसर्च गर्दाखेरि 7,000 भन्दा बढी बाख्राहरूमा उहाँले रिसर्च गर्दाखेरि चाहिँ 2,000 भन्दा बढी बाख्राहरूमा चाहिँ यो हाम्रो सेटेरिया पोजिटिभ पाएको थियो, है। त्यसले गर्दाखेरि चाहिँ यो एरियामा अझै पनि यस्तो खालको लक्षणहरू देखिने खालका र यस्ता खालका रोगहरू अझै पनि भएको हुनाले चाहिँ यदि हजुरहरूमा चाहिँ यस्तो खालको लक्षण देखिरहेको छ भने तल दिएको नम्बरमा अथवा चाहिँ न्यू लाइफ भेट क्लिनिकमा हजुरले सम्पर्क गर्नुभयो भने हामीले चाहिँ सकेसम्म तपाईँको यस्तो अवस्था हुन नदिनलाई हामीले चाहिँ यो रोगलाई हामीले निर्मूल पार्न सक्छौँ। र अर्को कुरा भनेको चाहिँ यो रोगलाई हामीले उपचार छ र यसलाई चाहिँ हामीले सुरुको अवस्थामा हामीले उपचार गऱ्यौँ भनेपछि यो रोग सन्चो हुने चान्स धेरै नै हाइली सक्सेसफुल छ। तर कतिपय ठाउँमा चाहिँ यो रोगको डायग्नोसिस अथवा रोग निदान गर्न नसकेको अवस्था भएको हुनाले चाहिँ यसमा चाहिँ अरू औषधिहरू लाउँदाखेरि पनि झन् यसको चाहिँ कम्प्लिकेटेड केसहरू आउने चान्स पनि धेरै भएको हुनाले चाहिँ जबसम्म पशु चिकित्सक अथवा चाहिँ पशु प्राविधिकलाई चाहिँ एकचोटि कन्फर्म गरेर मात्रै उपचार गराउनुलाई भन्दै आजको भिडियो चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु। हस्, धन्यवाद।